के नाम है विद्यालय को? रमुआपुर माध्यमिक विद्यालय सुनौल 4 नवलपरासी पश्चिमबाट विद्यार्थी भाइ बहिनीहरू एउटा धार्मिक भ्रमणको रूपमा गजेन्द्र मोक्ष धाममा उपस्थित हुनुहुन्छ र शिक्षिका म्याडमहरू सहित भाइ बहिनीहरूलाई गजेन्द्र मोक्ष धामको तर्फबाट त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र विकास समितिका तर्फबाट हार्दिक नमस्कार र स्वागत गर्न चाहन्छु। म धपेन्द्र भुषाल, कार्यकारी निर्देशक त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र विकास समिति गण्डकी पर्दै र यो पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका वडा नम्बर 6 मा अवस्थित छ र योभन्दा पूर्वतिर चितवन राष्ट्रिय निकुञ्ज हो। चितवन राष्ट्रिय निकुञ्ज रोयल चितवन नेसनल पार्क भन्थ्यो पहिला, अहिले नेसनल पार्क हो चितवन नेसनल पार्क। योभन्दा दक्षिणतिर इन्डियाको बिहार पर्छ। योभन्दा पश्चिमतिर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका पर्छ र यो नारायणी नदी संसारमा एउटा मात्र यस्तो नदी छ, नारायणी कालीगण्डकी, जहाँ भगवान विष्णुको साक्षात शिलाको रूपमा पाइने नदी। अरू नदीहरूमा संसारमा पाइँदैन। यो शालिग्राम भन्छ नि, शालिग्राम पाइने नदीको यो अन्तिम स्थल भगवान विष्णुको शिर मुक्तिनाथ र पाउ चाहिँ त्रिवेणी धाम, त्यसरी बुझिन्छ सांस्कृतिक रूपमा, धार्मिक रूपमा। र यहाँ हात्ती र गोहीको बिचमा कुनै युगमा चाहिँ दुश्मनी थियो र दुईजना हात्ती यहाँ नुहाउन आउँदाखेरि दुईटा दुश्मनको बिचमा भेट भयो। अनि गोहीले हात्तीको खुट्टा समाएर हात्तीलाई मार्न खोज्यो। जलमा पानीभित्र गोही बलियो भयो, पानी बाहिर हात्ती बलियो हुन्छ। पानीभित्र चाहिँ गोहीले हात्तीलाई समाएपछि हात्तीले भगवान विष्णुको पुकार गरेर प्रार्थना गरेर मलाई बचाउनुहोस् भनेर भनिसकेपछि विष्णु भगवान स्वयं गरुडमा चढेर आएर, गरुड भनेको विष्णु भगवानको बाण, बड चरा गरुड, बाण गरुडमा चढेर आएर गोहीलाई मारेर हात्तीलाई बचाउनु भयो। त्यो कारणले गजेन्द्र मोक्ष भनेको यो पानी घटेको बेलामा यो ढुङ्गा देख्यो नि, यो ढुङ्गा परैसम्म छ, परैसम्म छ यो ढुङ्गा। त्यो ढुङ्गामा हात्तीको ठ्याक्क पाइला छ। अहिले पानीले पुरिएको छ, पानी घटेको बेलामा देखिन्छ। तल गण्डक ब्यारेज छ, त्यो गण्डक ब्यारेजको 36वटा ढोका खोल्यो भने पानी स्वाटै घट्छ। हो, त्यति बेला देखिन्छ त्यहाँ हात्तीको पाइला। यो ठुलो ढुङ्गा परैसम्म छ, मेटिँदैन। हो, त्यो अवस्था। ल त्यहाँ ब्यारेज पनि देखाउनु कि जाँदाखेरि।